यो समाचार भन्न पनि मलाई एकदमै लाज लागिरहेको छ। अहिलेको सरकार यो गणतन्त्र यसरी डरायो कि, यसरी खुट्टा कमाउन थाल्यो कि अस्तिको राजाको स्वागतले अहिलेको सरकारको निन्द्रा हराम भएको छ। अर्थात् अब काठमाडौँमा 5 जना सँगै उभिएर कुराकानी गर्न अर्थात् हिँड्न पनि नपाउने भएछ। नेपाल सरकारले 2 महिनाको लागि काठमाडौँमा निषेधाज्ञा जारी गरेछ। नयाँ बानेश्वर अर्थात् संसद भवन वरिपरि, बालुवाटार प्रधानमन्त्री निवास वरिपरि, उपराष्ट्रपति निवास लैनचौर वरिपरि र राष्ट्रपति निवास वरिपरि 5 जना सँगै हिँड्न, बस्न र कुरा गर्न पनि नपाउने भएछ। अर्थात् कुनै पनि प्रदर्शनहरू, कुनै पनि किसिमको जुलुसहरू, धरनाहरू गर्न नपाउने भएछ। राजाको स्वागतमा उपस्थित भएका जनताको भिडले यो गणतन्त्रको यसरी खुट्टा काम्न थाल्यो कि अब आफैलाई असुरक्षित महसुस गरेर निषेधाज्ञा जारी गर्नु परेको छ। धन्न नेपालको गणतन्त्र।